ओहो नि बाटो यति बाटोमा चलाएपछि त म फेरि 10,000 हो नि त अब टायर त टुट्टु ठड्डेर त केमा अवस्था त नाजुक रहेछ त यहाँ त मम्मी थाकेर म फेरि थाक्छु हेलो बडीज हेलो ओके सो आज चाहिँ आफ्टर अ लङ टाइम पछि घलेलतिर ट्राभल हुनेवाला छ तर क्या डिन्दर बादल आइरहेको रहेछ यार पानी आउला जस्तो गरिरहेछ र आज चाहिँ म पुरा जुगाड तरिकाले हिँडेर आएको छु चेकिङ रहेछ त चेकिङ हुन्छ कि कडा फेरि यता फेरि हत्ते आज चाहिँ खोइ नोइज चाहिँ मजाले आउला जस्तो यता पिचतिर चाहिँ एकदमै धेरै आउँछ फेरि अफ रोडमा पुगेपछि मतलब हुन्न ठाउँै बवाल छ क्या है यता चाहिँ आम्मा क्या मजा आउने थ्रिल अफ रोड एडभेन्चर होइन हुन्छ नि तिनीहरूको यो ठुल्ठुलो अग्लो के भन्छ यसलाई यस्तोहरूले गर्दा नि डेन्जरै वाइल्डै मजा आउँछ कि एकदम स्केरी भन्छ नि काइन्ड अफ स्केरी अनि आज चाहिँ गोप्रोको एङ्गल चाहिँ अलिकति मिलिरहेको छैन सो कस्तो आउँछ बर्खा लाग्न सुरु भयो खाल्टोहरू बन्न पनि सुरु भयो यता त अनि हामी घले जान लागेको किन हो भन्ने चाहिँ नि खै के मिटिङ्सहरू छ अरे चाहिँ मम्मीको अनि नजिकै पनि छ गाउँ यहाँबाट जस्ट लाग्छ लाग्न त 1.5 घन्टा 2 घन्टै लाग्छ लगभग मेरो चलाइमा त गाडीलाई पनि लाग्छ 1 घन्टा जति त मेरो चलाइमा 2 घन्टा जति लाग्छ कज अफ रोड छ नि त त्यो भएको भएर मलाई त भ्लग बनिहाल्छ होइन मम्मीको काम छ मलाई भ्लग बनिहाल्छ त्यहाँमाथि अब धेरै दिनपछि गाउँतिर गएर यसो गाउँ घुमघाम गर्नु पऱ्यो रमाइलो यस्तो हुन्छ नि त अब साथीहरू भेटिन्छ भन्ने सोच चाहिँ हो तर साथीहरू पनि छैन हौ मेरो त कस्तो टेन्सन लाग्ने कुरा के पढाइमा यति धेरै मग्न भयो साथीहरू बनाउने मौकै पाइएन अहिले अब पढेर अब के गर्ने खै अहिले पढेर केही व्यर्थ लागिरहेको छैन मेरो साथीहरू बनाउनु पाएको भए कमसेकम अहिले यस्तो जाने मन शान्त त हुन्थ्यो होला साथीहरूलाई भेटेर कमसेकम ए यो किन पुग्दो रहेछ नि यसरी गिटीहरू यहाँ बाटोमा गिटी पोखेर लास्ट झ्याउने क्या चिप्लिहाल्छ टायर अगाडिको पर्ने बित्तिकै लरक लुरुक हो कताबाट जाने हो खै लिगै भेट्दैन त हाल्ने नै क्या रमाइलो देखिरहेको छ यार क्या राम्रो देखिरहेको छ फाँटहरू सर्लक्कै आनन्द आउने मजा आएको के जे होस् इन्भाइरोमेन्ट चेन्ज भन्ने जे होस् राम्रो देखिरहेछ पानी परेको भएर के पानी परिरहेछ नि त त्यो भएको भएर एकदम राम्रो हरियो देख्यो हरियो यहाँ आइयो ल बेलुका भयो भने बेलुका यहाँ आएर बस्नुपर्छ एकछिन हेलमेटमा नोइज चाहिँ मजाले आउँछ होला भन्ने अपेक्षा चाहिँ छ कि मलाई बिकज अफ ओपन छ त्यहाँमाथि छिनप्याट केही छैन तल अब फुल हेलमेट चाहिँ भाइजर लगाएर मेन्टेन गराउनु नि मिल्दैन त्यसो भएपछि यसमा नोइज चाहिँ मजाले आउँछ सो पछाडिको टायरमा हावा कम भएको कि कस्तो भएको मलाई ल यो फाइनल्ली लुम्रेबाट माथि लाउनु पर्यो अब अफ रोड सुरु भइसकेको छ यहीँ खतरा रहेछ बाटै म त यस्तो चलाइराखेको भएर नर्मल लाउने हो त नि सुरुमा आउनुलाई त यो बाटो त खतरा हो नि यो बाटो त हेर त लगेर ओहो नि अवस्था त नाजुक रहेछ त यहाँ त यार तेरी ए यता पुरै खोलै बनेछ यता ए सल्लट पिच भइछ त्यता त यता नि खोइ एउटा त छिजिउले ढलन गर्छु भन्नु अतिकै के गर्नुहुन्छ ओहो नि बाटो यति बाटो भएपछि त मम्मी यति बाटोमा चलाएपछि त मम्मी फेरि 10,000 हो नि त अब नेक्स्ट सर्भिसिङमा त 10,000 होइन मेन 10,000 चाहियो अनि त्यसपछि बल्ल अनि बिस्तारै कुरो गर्ने हो नि त जान्छ कि म जता गयो नि जान्छ होइन त्यही हो क्या लास्टमा 10,000 हो मात्रै हो क्या किन गाह्रो भयो बुढोको उब्रिँदै लत्ता माथि सर्दै गर क्या अब क्यार जोत्ने उकाला त
अहिले ओह्राला फेरि मलाई ठेलेको ठेले गर्ने होला के अरे टायर त टुइट ठड्यो त ए बा बाटो त मुस्ताङको बाटो एक्सपिरियन्स गर्न मन छ भने यता आयो हुँदैछ ल होइन त लिक चेन्ज हान्नु पर्ने हो कहाँ हान्ने त नि खै लिगै छैन कति ल यतापट्टिको लिगै हो त्यहाँ चेन्ज रहेछ सजिलो हाल्छु भनेको हेर न ठाउँै नपाउने अब यस्तो खाल्टा हालेर त अल्झिन्छ त यो त अनि सानो टायर छ आमा कुशल भाइको बाइक त कहाँ ल्याउने र कुशल भाइको बाइक त बाइक आयो भने त झन् एक गुण हातमाथि उफार्थ्यो तर बस्ने बेरसम्म जे होस् अलिकति बाटो नागिसकिन्थ्यो के कुदै गर्छ नि त बाइक त रोक्नलाई क्लच अठाउनु पऱ्यो क्लच अठाउँदै स्टार्ट बन्द हुन्छ गाह्रो छ नि त यस्तो बाटो हेट अब हेर्दा केही छैन यस्तो सजिलो बाटो छ अब यत्रो साह्रो न्याकिदिन्छ क्या न्याकेर हैरान मम्मी थाकेर म धेरै थाक्दिनँ यसरी मम्मी समात टायर उड्नलाई छ अगाडिको धेरै नसोच तिमी छुई ठडिन्छ के कहाँ रोकेर हुन्छ जता भाइ त्यतै तान्नु परेन अहिले कहाँ झर्छौ तिमी अब मुस्ताङ गयो भने त खतरा रहेछ यो बाटो त पानीले खोलेछ क्या झन् है छोयो फेरि छोयो तेरी माटो नि आइदिदी साइलेन्सर घोटिएको हो हुन त के होइन धेरै त यत्रो दुःख यतिको लागि आइयो ल दामी यति भ्यू हेर्न यत्रो दुःख ल आइसकेको छ घलेलमा एकछिन भेटौँ ल यहाँनिरको विशेषता भनेको चाहिँ यो हिमाल छ कि यस्तो राम्रोसँग देखिन्छ होइन यो हिमाल है यो ट्याक्क यति राम्रो देखिन्छ क्या तर अहिले त ट्याक्क बादल सादल लागेको मेसो परिरहेको छ र हो नत्र लास्टै राम्रो देखिन्छ यो हिमाल अनि त्यसपछि तलको गाउँ भयो होइन तल लुम्रे भयो टक्क रुखले छ कि ट्याक्कै यति राम्रो देखिन्छ के भन्ने नभन भयो ल घलेल गाउँ ल दामी देखियो घलेल गाउँ घलेलबाट अब तल लागिसकेको छ हामी चाहिँ तर पानी आउला जस्तो भइरहेछ अनि हावाहरू पनि मजाले चलिरहेछ कत्रो खाल्टो रहेछ यहाँ त खुट्टाभरि हिलो परेको छि यस्तो त छ बाटो यार अनि कहाँ नि साधनको त यो खस्दैन त नि ब्रेकै गइसक्यो लत्तुत्तै टुप्पा आइसक्यो कहाँ यता पागलहरू यस्तो दुश्मनहरूको अगाडि म त्यस्तरी बेइज्जत गराउँछु गाह्रो छ नि घलेलको बाटो त्यति सजिलो कहाँ छ नि पर्दैन त्यहाँ झन् अप्ठ्यारो हुन्छ हल्लिन्छ क्या अगाडि भयो त झरियो त अब त्यही
ए रोकेपछि त फेरि कन्फिडेन्टै घट्छ के फाल्टो छ कि अब यहाँ त ओहो पानी पऱ्यो लास्टै यार बसौँला भनेको अब भोलि पर्सि निकाउसी कहिले हुन्छ यस्तो घाम लागेको बेलामा आउनु पर्ला हियर इज द इन्ड अफ राइड आजको राइड रमाइलो त लास्टै भयो तर बाटो अप्ठ्यारो भएको कारणले अलिकति गाह्रो पनि भयो सो नाउ हियर इज द इन्ड थ्याङ्क यू सो मच फर वाचिङ So please, whatever.